रोटी त कति पकायो बाटोमा। कहाँ हो जङ्गलमा सुताउने हो मुला? बदल हाई गाइज, हामी आज नागथलीको लागि जानेछौँ। सबैजनाको हाम्रो सबको बाइकहरू रेडी छ यहाँ जानको लागि। एउटा दुईवटा हाम्रो 7-8 छ, यो सबै जाने होला आज नागथलीको लागि। हामी 2 बजे हिँड्ने भनेको 2 बजिसक्यो। हाम्रो गाइडहरू आएनन्, सबैजना काम नपाएर हामी बसिरहेको छौँ। ठिक छ? हेलो हाई। कहाँ जाने र हामी? मन थाहा छैन। कहाँ जाने? नागथली र तारुचे पिक। के रे? तारुचे पिक रे। बल्ल सुनेको मैले त नाम। यिनले होटलले गरेको त हामीसँग के गरेर बसेको? सब मजदुरी माया बरान। ट्राभल एजेन्सी तिमीले खोलेको होइन? तपाईँ मलाई कपाल साथ लिने हो। म ट्राभल एजेन्सीको मुख्य मालिक। एउटा ज्यान हेर्दै थाहा हुन्छ मालिक गर्ने त। सबहरूलाई लुटेर बनाएको जाने। साढे गोरु गियर चेक लाउने अब। हाई ल बाई ल हामी हाम्रो हिँड्न लागेको। कहाँ सोच्नु त? जाम 1 2 3 4 5वटा बाइक हाम्रो ग्रुप यही हो गाइज। रिजर्भ गरेको होटल जान खोजेको बाटै भएर कहाँ रहेछ बाटो? अनि फेरि यताबाट यो ठाउँनी कोटिसक्यो क्या? कहाँ गयो तिमीहरू? यताबाट बाटै छैन त। अनि ल यो बाटै छैन कस्तो बाटै नदेखाउने कस्तो खालको ठाउँ गएछ हो। यहाँबाट जाने ठाउँ यही बाटो होला। यो बाटो कतिचोटि त घुम्यो हामी। आमा कतिचोटि घुम्यो हामी, कतिचोटि घुम्यो। यस्तो बाटो नै गुगल म्यापमा छ यार।
रहेछ ल यस्तो वरिपरि देखाइदियो त बाटो त यता यतै देखायो त बाटो त ऊ त्यहाँबाट यस्तो माथि जाने भनेर देखायो त यी यहाँ बाटो है अहिले दुईटा बाटो छ त्यहाँबाट छुट्टिनु पर्ने हो होइन होइन यहाँबाट यस्तो खालको ठाडो जाने छ माथि बाटो जस्ट 12 पास गर्न भयो केटाकेटी यहाँ हामी यहाँ आयो नि यहाँ उ त्यो मोड आयो नि योबाट माथि जाने बाटो छ अनि यो कसरी माथि जाने बाटो छ त्यहाँबाट त्यही मात्र तिमीले त्यही बाटो सबैले घुमाएर के रे नाक छ नि हैन अहिले त्यहाँको मोडबाट माथि हो सेलरोटी त कति पकायो बाटोमा सेलरोटी पकाउँदा सेलरोटी कति पाक्यो हाम्रो यो बाटोमा हेर्ने साथी हामीलाई लिँदा आएको कुकुर आऊ जङ्गलमा सुताउने हो मुला तल हो रे यताले त्यही मान्छे हालिदिनु पर्छ के नि त्यहाँबाट जस्तो बाटो आज हामीले धेरै सेलरोटी पकायौँ कहाँबाट रहेछ बाटो
कहाँबाट रहेछ बाटो तलको बाटो भनेर मैले सेलरोटी धेरै पकायौँ हामीले ठिक छ उस्तो बाटो हो यो बाटो रे ठुलो बाटो पो हिँडाउनु पर्छ यस्तो सानो बाटो हिँडाउनु लाग्यो के भन्ने त 1 2 4 5 6 14जना कसरी भयो अझै एकजना सिङ्गल सिटर खै लिम्बन आइहाल्यो त्यो 2 जना लिङ्कन खै लिङ्कनलाई बोलाउनु पर्यो नि त लिङ्कन 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 राम्रोसँग जाऊ कोही लड्ने होइन लड्यो भने त राम्रो फुटे जाउँछ ल अगाडि अगाडि खै लिङ्कन लिङ्कन आइसके पल्टेको त होइन त्यहाँ लाँदै खानु अगाडि हजुर बोक्लक ल हिँड हिँड लिङ्कन कहाँ आइसक्यो पुगिसक्यो ए ल ल हिँड हिँड अगाडि हिँड सानो सानो अगाडि हिँडौँ न हामी त ल बरु मै अगाडि हिँड्नु पर्छ है चिप्लिया त होइन रे बाटो होइन रे हो के भन्छ हो यो बाटो नि होइन रे त कहाँको बाटो हो त अनि हामीलाई बिचबाट ल्याउन आउन भनौँ त सायद बाटै थाहा छैन यार यो पनि बाटै नभएको ठाउँमा आयो त बिचक छ बिचरा बाटै छैन हाम्रो 4-5 गोल चक्कर लगाइसक्यो राम्रोसँग तिम्रो त खुट्टै पुग्दैन बल्ल बल्ल Boleh lagi kan? Panggil lagi nanti. Aku bahasa timu. Bahasa क्या हो? नहीं वो लड्यो भने ए सँगै लडौँला बस न कति डर लाग्यो होला यत्रो बच्चा नि बस क्या अड्छ अड्दै गर्दैन भन्दै त्यहाँ अड्दैन होला मामा अड्दैन यो पछाडीको ब्यागले गर्दा यत्रो सानो मान्छे नि अड्दैन अगाडि राख्नु कि सिजन यस्तो दामी बाटो रहेछ मान्छे लड्ने खालको हेलमेट लगायो चला हेलमेट लगाएर चला अहिले लड्यो भने लगाऊ न कहाँ हेलमेट बिना चलाएको जस्तो आउँछ 2,000 years later. यहीँ राख्नु एक बर्लाङ लड्यौ एक बर्लाङ लड्यौ लडेको छ फाइनल्ली हाम्रो ठाउँमा आयो हामी लेट्स गो नुवाकोटबाट नागखालीको लागि जाँदैछौँ भर्खर निस्केको
यहाँबाट त पुरै खाली किन हर्नु जहाँ खाना खानलाई होला के भयो खाना खाने 2 hours later. आइगयो सेम त्यसैको बच्चा हाल्को त्यसैको बच्चा आयो बदल बदल पहाड दुईटा पहाड काटेर बाटो बनाएको हामीले यो यताको पहाड हो न ठ्याक्कै काट्यो त्यहाँ मोटो ज्यान बनाउनुहुन्न चढिदिन्थ्यो अरे गहाने के मजाक कर लेते अरे 2 hours later.
जाने हिँडिरहेको हामीले उडे 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 वहाँ गएर उडे माता चलाउने मान्छे खतरा लाग्छ नि मलाई बाइकर भन्दा नि खतरा है उडाउँदा त Seriously, what the fuck are you doing? ए मिल्छ मिल्छ स्कुटर पनि हेर्छ जान्छ जाऊ जाऊ
हुन्छ क्या दौड्नै पाएन क्या हामी यस्तै अगाडि यिनीहरू हुन्छ अनि हामी अहिले नागथलीको बेस क्याम्प आइपुगेको छौँ यो बेस क्याम्प भन्नुपर्छ क्या होइन म देख्यौ हाम्रो यहाँ बाइक राखेर क्यामेरा त देखिन त भूत हो नागथली चाहिँ के अरे तारुचेको बेस क्याम्प हो ए तारुचेको बेस क्याम्प हो यो होइन होइन यो होइन नागथली चाहिँ तारु ए हामी त नागथलीको बेस क्याम्पमा छौँ नि त होइन ठिक छ हाम्रो ब्रेमनाथको बेस क्याम्प स्याप्रुबेसी यहाँबाट छैन नि टाढा थियो क्या छिक्के थियो अनि हाम्रो सामानहरू यहीँ राखेर हामी अब माथि जाँदैछौँ र पानी नि त्यो ऊ पनि सिसा नि हटाउनु पऱ्यो त त्यहाँ सिसा त बरु चुहिएछ कि जस्तो लाग्यो मलाई त ए म त पर्सैले खाइन त अन्त यहाँ नि क्युआर हुन्छ होला अब हामी यहाँबाट बाटै छैन यार यता जाँदै माथि कता हो यतै कतै हो ए यहाँबाट रहेछ बाटो यहाँबाट आएछ हामी सबैजना रेडी भयो गाइज रेडी भने हो हामी 2890 ल 2900 को इलेभेसनमा हामी आज पुग्ने भनेको कति हो जम्मा यतिमा हो र 3200 3300 मा होला हामी यहाँ माथि जाने हो यहाँबाट चाहिँ नागथली जाने र यहाँबाट सङ्केत छ यहाँबाट ओ त्यो हाल्न किन बिर्सेको तिमीहरू त्यो रम्ब पडा अनि यहाँ 5000 को सामान छुटा खाने यार ओ यहाँ त्यत्रो उ अनि सबैले त पानीको बोतल एकै कुरा हाल है सार्थक थियो सार्थक होइन होइन त्यो सुमन अनिल र लिङ्कना चाहिँ हो सार्थक त आएकै हो कि हिँड्नै सक्दैन त्यत्रो मोटो अन्त त्यत्रो दुब्लोसँग तान्छु अहिले हामी नेपालको रसुवा जिल्लाको नागथली भन्ने ठाउँमा आएका छौँ अहिले खै टाइम देखाउ त अहिले बज्यो बेलुकाको 5:52 यहाँ चाहिँ हाम्रो अटो नेटवर्कले चाहिँ चाइना देखाउँदो रहेछ गाइज होइन अनि अहिले मेरो घडीमा कति टाइम देखाएको छ भने मैले केही नि गरेको होइन ल ए 20 छ त्यहाँ नेपाल टेलिकम नि अहिले चाइनिज लोगो देखाइरहेको थियो
अनि मलाई त फेरि यहाँ एनसेलले त पुरा रोमिङ पठाइसक्यो वेलकम टु एनसेल रोमिङ भनेर पुरै देखायो चाइना नै भनेर देखाइदिरहेको यहाँ त गाइज यार के हो पुरै यहाँ त चाइनाको नेटवर्क आउँदो रहेछ हौ अनि डे 1 के बेस्ट भोइस एन्ड एसएमएस रोमिङ प्याक भनेर आएछ यस्तै यहाँ त आफ्नो सिम त पुरै चाइना हुँदो रहेछ गाइज पुरै अफर देखाएर बसेछ मलाई यहाँ टाइम जोन चेन्ज गर्छु यहाँबाट सेटिङ चाहिँ कहाँ हुन्छ हौ ओल्ड क्लक टाइम जोन हो नि टाइम जोन टाइम जोन सेट टाइम सेट अटोमेटिकली हराइदियो ल के हुँदैछ इ टाइम जोन त यहाँ चाइना आइत्यो यस्तो पुरै यो आइछ क्या गाई जस्तो आइछ ल काठमाडौँ नेपाल राखिदिनु जेर म त टाइमै बिगारिदिने भने क्या हेर्नु यस्तो भनेर आइछ इफ यु आर फेसिङ एनी काइन्ड अफ इस्यु अफ यर करेन्टली ल्याच नेटवर्क प्लिज ट्याच टु अदर एभाइलेबल नेटवर्क मेनुअली इस्यु वेलकम टु एनसेल रोमिङ सर्भिस विसिङ वन्डरफुल सिएमसिसी सिएचएन नेटवर्क यस्तो यस्तो आउँछ है त गाइस यहाँ त डेन्जर कस्तो रमाइलो हो गुड मर्निङ गाइज गुड मर्निङ यही फाँट हेर्न आएको हामी आज चाहिँ यस्तो फाँट हेर्न आएको होइन हामी यही हो साँच्ची ल भन कस्तो लाग्यो तिमीलाई घुम्दाखेरि दामी लाग्यो म त यो कस्तो ठाउँमा फस्न आए जस्तो लागिसक्यो केही छैन हेर्नलाई ल यही हो यही सबै बादल यो अनि यहाँको यति हेर्नलाई 3 दिन फालेर आएर केही छैन हो फसाए केटाले फसाए यहाँ माथि जाने भन्थ्यो हिजो रातिसम्म त आज बिहानबाट त कोही जान मान्दैन अब यसैमा चित्त बुझाउनु त होला नि यति हेरेर यस्तो यस्तो भ्यू छ कि यहाँ कस्तो टिङ्डी भएको क्या हल्ले हल्ले भयो नि त यही भ्यू हेर्न आएको गाइज हामी यहाँबाट लिङ्कन निद्रा पुग्यो होइन अझै यो हजुर यो 3 दिन टुर कस्तो लाग्यो तिमीलाई रमाइलो लाग्यो सबभन्दा धेरै रमाइलो के को ज्यापको तिमीलाई मलाई नि के को रमाइलो ज्यापकै उडेको इन त ज्याप भयो तिमी टुर कस्तो लाग्यो यो अलि सिन आएको भए रमाइलो हुन्थ्यो कि म त अलि स्याड किन आए जस्तै भयो या अलिअलि सेम अलिअलि झ्याप नआएको पीडा अर्कै छ भान्जी टुर कस्तो लाग्यो बवाल केमा बवाल लाग्यो त्यही सुन्न लाग्यो भने तपाईँको भनेको केमा तपाईँ के लाग्यो केमा बवाल ठिकै थियो रमाइलो थियो फ्रेस भयो कस्तो लाग्यो टुर पहिला लुकाउँछु है खान्छ नदिनु कस्तो लाग्यो टुर केला हान्दा यो मान्छेले मलाई पिट्यो हिजो रमाइलो भयो छोड्दिन नि हाम्रो अर्गनाइजर असल पऱ्यो हेलो अर्गनाइजर कस्तो छ यो टुर अहिलेको राम्रो छ खास चाहिँ केही याद छैन मलाई त गाइज यति रमाइलो लाग्यो कि यहाँ किन आएको भन्ने नि पत्ता पाएन म त साँच्ची के किन आएको हामी यहाँ भन्ने नै मलाई थाहा छैन के त्यही भ्यू फ्रेस हुन आएको कति व्यापार गर्नुहुन्छ भनेर हो क्या कति कस्टमर हेर्नुहुन्छ यही हेरेर फर्किँदै हामी गाई जब यस्तो ओप्पी भ्यू पुरै बादलले छेकेको कुहिरो लाग्यो बादल होइन कुहिरो यही हेरेर अब हामी फर्किँदैछौँ ओ हाम्रो यहाँ यस्तो ठुलो पोखरी रहेको छ यहाँ धेरै ठुलो भइरहे यहाँ पक्कै नि एक चौरी गाई पौडी खेल्ने ठाउँ हुनसक्छ यो लगभग यो 15 फिट होला 15 फिटको हामीले यो पनि एउटा
यसको दर्शन गर्न पाइएको ठाउँको यही फाँट हेर्न आएको हामी यहाँ चाहिँ अलिकति यहाँ माथिबाट हिमालहरू चाहिँ हेर्न पाउँथ्यो होला हिमाल चाहिँ पुरै बादलले ढाकेको हुनाले हामीले हेर्न पाएन बिहानदेखि नै फुलेको थिएन त्यही भएर हामीले चाहिँ यहाँको भ्यू हेर्न पाइएन अरू चाहिँ ठिकै छ थाहा होला